रक्सी हुन्छ कि हुन्न अर्ग्यानिक बाँसमा चाहिँ यसमा चाहिँ अब यहाँ पकाउँदैछ माछा सिस्टम राम्रो छ के भयो बाँसमा बनाउने यो खोर्सानी धोको आज पुरा बाँसमै सर्भाइभ भन्ने भयो है सर्भाइभल लाइफ ल फर्स्ट क्लास दुईटै बनाएको हुन्छ नि एउटा यसमा आउँछ ल अटेन त्यसै सानोमा हालिदिनु नि ठ्याक्कै राखेको अब मिले त भाइ त्यो हाल्नु मजा अलि अलि मजा हाल्दै यो टमेटो त्यो त्यो हाल्नु हुँदैन मामा हाल्नु हुन्छ होइन होइन त्यसरी हाल्नु मिक्सै हुँदैन ए बोडी यहाँ खानु त त्यो सबै अरे यति यहाँ माछा पकाएको पुरा फुटेर बाँसमा माछा पकाएको यहाँ अझ अरू बाँसमा पकाएको यहाँ यो चाहिँ दामी हुँदो रहेछ है यसमा चाहिँ पानी हाल्दै पकाउनु पर्ने खास है गाडीको सिधै हो हाम्रो भेनाले यहाँ बाँसमा बनाएको चाहिँ आज माछा सेतै माछा होला है बाँसकै उयसमा माछा सही थियो त ओ माछा त काँचो काँचो छ क्या हौ होइन होला पाक्यो भाइ त्यो पत्ताले ए काका त्यो पत्ता ल्याउनु लास्टमा बनाएको धेरै ल्याएको जुन चाहिँ प्लेट पनि हाम्रो अर्ग्यानिक छ जेसी गर्छ लो त्यस्तै छ त माछा भने बाँसै फुटेर गयो नि त अन्त कहाँ पाक्छ पाक्यो होला पाक्नु त पाक्नु त पाकेँ ल यो चाहिँ गतिलो रहेछ है ठुलो माछा गतिले मान्छेले खाँदैछ है ल ठुलो खाइदिउँ कि तर सानो खानु पऱ्यो हाफ खानु पऱ्यो फेरि जङ्गल सर्भाइभल बिचमा काटी चिरीहरू चाहिँ नि डल्लै डल्लै हालेको चाहिँ दामी आउँदैछ तिमीले कहाँ रमाउ मैले कुचे दिएँ लसुन खानुपर्छ ठेकमा कि हामी गएको थियौँ बुद्धिमान दाजु अल्टो लिएर गएको के अरे मामा दिएको थिएन बेत काट्नु जान्छु अन्त म जे गरे ल ब्रेकै सिल्ला चाहिँ यस्तो यस्तो गर्नुपर्छ क्या सिल्ला लाइटै पल्टाउनु वाउ यार यताबाट खानु सुरु गर्नु यताबाट अब गाजाबाट खानु नि पर्छ ऊ एउटा चाटेको र उयो पनि निकालिदिनु नि त्यो चाटेको दामी दामी यता यता खै मुख आगर त राम्रो तातो भाउ भने यसलाई नि यतै खानुपर्छ कि अन्त सजिलो है तातो बस्ने रहेछ तर यसरी चाहिँ काँडाहरू कहाँ गएछ गएछ अन्त तातो तातो बस्नु रहेछ भेना यतिकै बिस्तारै बिस्तारै निकाल्दा खाऊ है तातो अब फेरि टेबल सार्नु यता सार्नु भने के हुन्छ अम्बो पिस भइदिएछ नि तर यो रहेछ नि दामी हुन्छ प्रकारको खै एउटा चार दुईवटा यो चाहिँ दामी हुन्छ यसले के दाजु मिठो छ गजब छ अब चाहिँ औला छ है साथी हो पानी ल एक चौकी ए हुन्छ चौकी
ल्याउनु छोरी अलिकति चिरो बासमा मुनिबाट बङ्गै जान्छ यस्तो दामी देख्दैछ अब दामी देख्छ त यो पक्कै ताने होइन दामी देख्छ त उम्,